पोएम फर सुनमाया। शुभ जन्मदिनको प्रार्थना छ यो सबै परिवारको, हृदयदेखि नै शुभकामना छ सुनमाया लामाको। 2021 को जन्म 60 वर्ष सुरु भयो, 60 वर्षमा प्रवेश हुन गयो आशिषको दिन। प्रभुमा सधैँ आनन्द रहोस्, हृदय शान्ति होस्, खुसीको जीवन हरपल होस्, शान्ति सधैँ रहोस्। जीवनका हरेक पाइलाहरू सुसमाचार होस्, पछिका सबै आउने दिनहरू आशिषमय होस्। तारा झैं सधैँभरि चम्किरहोस्, सुन्दर शान्त होस्, ज्ञान र बुद्धिको भण्डार होस्, चट्टान जस्तै होस्। माया र प्रेमको हृदय बनोस्, अनन्तसम्म होस्, संसारलाई प्रेम दिन सकोस्, महिमा योग्य होस्। असल मित्रहरू मिलन भयो, आशिष दिनु भयो, सबै भलो होस् भनेर यहाँ प्रार्थना गर्नुभयो। नेपाल देशमा जन्म हुन गयो, संसार यात्रा भयो, सुन्दर यो मित्रहरू भेट भयो, असल यात्रा भयो। केशव लामासँग विवाह भयो, असल जोडी बन्यो। सुन सारा सृष्टि 3 छोरी त्यो इनाम दिनुभयो। प्यारले गौरव स्वयं गाए, यहाँ असल भेट भयो। इसाक माया आगमन सन्तान इनाम प्राप्त भयो। धन्यवाद। Han skriver, jeg og hele familie ønsker Sunn-Maja en minnerik dag fremover, og vi håper hun vil skinne som en stjerne. Så det er så vanskelig å oversette. Men selv om vi er langt, vi er fra Nepal, har vi funnet her så mange gode venner som kunne vi feire slike dag med. Så de setter veldig pris på dere alle som kom, og alle de kjenner. For at vi sammen vi kan skape en minne sammen. Takk til dere at dere har gjort livet deres rikere. Det var ferdig.